आहा, यस्तो न्युज सुन्दा चाहिँ गर्व लागेर आउँछ। अहिले विश्व प्रसिद्ध टाइम म्यागाजिनले सन् 2026का सबैभन्दा प्रभावशाली व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ। यस सूचीमा राजनीतिक, कला, विज्ञान, खेलकुद र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट व्यक्तिहरूको नाम समावेश हुने गर्दछ। यस वर्षको सूचीमा नेपालका सबैभन्दा कान्छा प्राइम मिनिस्टर बालेन्द्र शाह पर्नु भएको छ। बालेन्द्र शाह जब काठमाडौँका मेयर थिए, उहाँको कामप्रतिको नेतृत्व, उहाँको पारदर्शिता र परिवर्तनप्रतिको प्रतिबद्धताले अन्तर्राष्ट्रिय स्तरमा चाहिँ मान्यता पाएको थियो। त्यसैले उहाँको चाहिँ यो कर्मनिष्ठ काम गरेको हुँदाखेरि चाहिँ आज टी टाइम्स 100मा चाहिँ उहाँ पर्न सफल हुनुभएको छ। हामी सबैले गर्व गर्नुपर्ने कुरा हो र बालेन्द्र शाहले धेरै धेरै शुभकामना र हार्दिक बधाई।